कुर्दा कुर्दा हाम्रो मोमो साइज चाहिँ धेरै ठुलो रहेछ. Hi guys, welcome back again. It's me Bhavina. So guys, आज चाहिँ म बाहिर जाँदैछु किन भन्दाखेरि मलाई धेरै लाइक नेपाली खानेकुराको क्रेभिङ भइरहेको थियो. सो म जाँदैछु नेपाली रेस्टुरेन्ट मोमो खानलाई. सो गाइज क्याब चाहिँ छ क्या, म यो चाहिँ युज गरौँ, लगाऊँ कि नलगाऊँ भन्ने भइरहेछ. फेरि लास्टै गर्मी हो कि बाहिर घाम लागिरहेछ. यो मेरो ब्याग, दिस इज माई हेड. So now I'm ready, let's go. आज चाहिँ मोमो खाने हो. मोमो यस्तै नेपाली मोमो खानु मन लागिरहेछ. जुस म भएको ठाउँमा एउटा नेपाली रेस्टुरेन्ट चाहिँ छ कि, त्यही भएर सो आइएम लकी. अनि म चाहिँ जाँदैछु. मैले चाहिँ यो चस्मा लगाऊँ कि नलगाऊँ, कस्तो देखेँ गाइस. तर म चस्मा लगाउँदिनँ, होस् चस्मा लगाउँदिनँ. सो आइएम रेडी. म चाहिँ एकदम सिम्पल मान्छे, म केही लगाउँदिनँ फेसमा. टुडेज आउटफिट सधैँ एउटै जस्तो हुन्छ. लाइक म चाहिँ यस्तो कपडाहरू लगाउनु कम्फर्टेबल लाग्छ कि. म अलिकति मोटी छु, त्यही भएर होला सायद मलाई चाहिँ यस्तो यस्तो कपडाहरू लगाउन कम्फर्टेबल लाग्छ. अनि गाइस म धेरै मोटाएको जस्तो फिल भइरहेछ मलाई. लाइक अब चाहिँ म वेट लस जर्नी सुरु गर्छु होला, म सोची चाहिँ रहेको छु. मैले यो सोचे चाहिँ अति नै धेरै वर्ष भइसक्यो अनि यो चाहिँ भएको छैन. अनि त्यही भएर इफ मेबी तपाईँहरूसँग सेयर गर्दै वेट लस जर्नी सुरु गर्यो भने अलिकति भए पनि वेट लस हुन्छ कि भन्ने लाइक सोचिरहेको छु. म यदि सुरु गरेँ भने प्लिज गाइस सपोर्ट मी. के गर्दा ठिक हुन्छ, के गर्दा ठिक हुँदैन, के खाँदा ठिक हुन्छ, के नखाँदा ठिक हुन्छ, प्लिज सजेस्ट मी गाइज. म चाहिँ छिटै नै वेट लस जर्नी सुरु गर्दैछु. अहिले चाहिँ जान्छु. बाई बाई. मोमो खाएको देखाउँछु ल एकछिनपछि. सो गाइज हामी अब चाहिँ निस्किन थालेको. यिनीहरूलाई कुर्दा कुर्दा दिमाग खराब गर्छ नि. 1 घन्टा भयो यार गाइज, म यहाँ रेडी भएर बस्छु कि यिनीहरूलाई कुर्दा 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 यस्तो रिस उठिसक्यो. म्याक चलिरहेको नि सटक. यिनीहरूको यही हुन्छ, एकछिन यहाँ 1 घन्टा टिकटक बनाउन, भिडियो बनाउँदा बनाउँदा ठिक्क हुन्छ. अनि जाने कि के हो, यतादेखि होला नि जाने, कहाँ जाने हो र. म त यस्तै छु. फोटो कस्तो राम्रो आयो. राम्रै छौ तिमी. लाउने अहिलेसम्म यहीँसम्म अनि 5 बजिसक्यो. अनि यिनलाई त फेरि त्यहाँ निस्के पनि 1 घन्टा त लाउँछ कि. यति ल्याङ गर्छन् है. राम्रा साथीहरू हुनु पनि. हामी यस्तो सिम्पल बनेर हिँड्ने चाहिँ यार. रातै भएर हिँड्छु. अति नै गर्मी लाग्यो. सो मैले ज्याकेट खोलेँ. अहिले चाहिँ यहाँ फोटो सेसन भइरह. I'm tired. के हुन सक्दैन यार म आजभोलि गाइस. जस्तै गर्छु, थाक्छु. I have no energy guys.
सो फाइनली गाइज हामी चाहिँ यहाँ नेपाली रेस्टुरेन्टमा आइपुग्यो है यो हो नेपाली रेस्टुरेन्ट चाहिँ I'm excited for momo. Lao छिटो भित्र भित्र बस्ने नि चिनी होइन हौ चिल्ली भने होला नि चिनी गुलियो मोमो चिनी होइन चिल्ली भने कस्तो चिनी मोमो हुन्छ त नि हच्चम्म सो गाइस हामी चाहिँ नेपाली रेस्टुरेन्ट आइसकेका छौँ मोमो खानलाई म चाहिँ मोमोको लागि मात्र एक्साइटेड छु केटीहरू चाहिँ के खाने भन्दैछन् टक्क मेनु हेर्दैछन् यिनीहरू फेरि अलि भिआइपी परे I miss नेपाली मोमोज पहिला चाहिँ मेरो चाउमिन फेभरेट थियो पछि गएर मेरो मोमो फेभरेट भएको छ अनि त्यही भएर धन्न तिमी मोबाइल छ नि साथी के गर्ने चलाएको चलाइ गर्छु र हो र केमा बिजी थियो र आउनु त यता इन्टरभ्यू लिन्छु तिम्रो कति राम्रो देखिया तिमी है ल हेर न कस्तो राम्रो देखिन्छ ल हेर त एकचोटि हेर अनि मेरो आइफोन हो नि त अनि त्यही भएर मेरो मोबाइलदेखि चाहिँ खतरा भिडियो आउँछ अगाडि चाहिँ हाम्रो चाहिँ अर्डर गर न मोमो चिल्ली चिकन चिल्ली पनि खाने पहिला मोमो भन्दै गर न त्यसरी भ्यानिनको अर्डर गरेको कोसँग ल्याङ गन्जाम अङ्कलसँग होटेलको अङ्कलसँग ल्याङ गन्जाम बोलो हामी बाहेक एक्स्ट्रा मान्छेहरू नेपाली बोल्दा पनि क्या मजा लाग्छ यार यहाँ पछि बल्ल नेपाली ल्याङ्ग्वेजको महत्त्व बुझिरहेको छु जापानिज नआए पनि सुन्दा वाक्क लागिसक्यो के लिने भयो मोमो 4 वटा होला एउटा चाहिँ प्याक गर्न लगाउने अनि अहिले प्याक गर्न त अहिले लगाइ भइहाल्यो नि अङ्कल स्टिम मोमो 4 वटा गरिदिनु एउटा चाहिँ प्याक गरिदिनु तीनटा चाहिँ जाने लतिर तीनटा चाहिँ अनि एउटा चिल्ली चिकन पनि गरिदिनु अनि लस्सी तीनटा चिकन चिल्ली हजुर पिरो राख्दिनु अनि लस्सी तीनटा एउटा टेबल हैन त्यो चाहिँ एउटा चाहिँ प्याक गर्दैन नेपालीले जति हेरे पनि लास्टमा मेन्यू जति हेरे पनि लास्टमा मगाउने भनेको मोमो नै हो कि गजब बेइज्जती है त्यही भएर मैले नहेरेको मलाई मोमै खानु मन लागिरहेको थियो सो गाइज म मोमो देखाउँछु एकदिन पछि हजुरहरूलाई सो फाइनली गाइज हाम्रो मोमो चाहिँ आइसकेको छ अब खाने हो तर मिठो छ हामी पहिला पनि खाइसकेको यो चाहिँ चिकन चिल्ली दिस इज मोमो 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 चिकन चिल्ली चिकन मोमो नेपाली भाइ आउने गाई लास्ट चाहिँ खोल्दा त कान्छे
थ्याङ्क यू म चाहिँ लस्सी टेस्ट गर्दैछु मिठो मिठो त्यसै समोसा हो गाइज अलि यसको साइज चाहिँ धेरै ठुलो रहेछ चिकन चिल्ली सबै खाएर सक्यो गाइज सब रित्तो थियो सबभन्दा बढी यिनले खाइन् अर्काको भाग पनि त्यसपछि यिनले अनि मैले मात्र लास्टमा थोरै खाएको भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ र मोमो पनि खाइयो अब चाहिँ हामी फर्किन्छौँ नेक्स्ट ब्लगमा भेटौँला ओके बाई बाई